आगो लगाएर पुगेन सम्पत्ति विवरण, खरानी छ उठाएर लैजा सरकार। पहिले नै देखि असंवैधानिक सरकार बन्नभन्दा अगाडिदेखि असंवैधानिक सरकारका प्रधानमन्त्री अवलोकन गरिरहेका थिए। गृहमन्त्रीहरू जो बनेपछि असंवैधानिक ढङ्गले आगजनी, तोडफोड, लुटपाटको परिणामस्वरूप, नवयुवाहरूको हत्याको परिणामस्वरूप जो बने, उनीहरूले पहिले नै देखि भनिराखेका थिए फलानालाई कारबाही गर्नै पर्छ। त्यसका लागि उनीहरूले एउटा आयोग बनाए। तपाईँ हामी सबैलाई थाहा छ, गौरीबहादुर कार्कीको नेतृत्वमा, जो गौरीबहादुर कार्कीले आफैले पहिले नै त्योभन्दा अगाडि नै कारबाही गर्नुपर्छ, फलानालाई कारबाही गर्नुपर्छ भन्ने एउटै बोली बोलेका थिए। त्यही बोली बोले बापत त्यो काम फत्ते गर्नका लागि गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग बन्यो। मैले त्यसै बेला भने यो आयोग एउटा नकली आयोग हो। यो आयोग प्रायोजित एउटा उद्देश्य तोकेर टास्क दिएर, टास्क छानबिनको टास्क होइन, छानबिन गरे झै गर्ने तर फसाउने फलानालाई। त्यसो भएर यस आयोगलाई हामी मान्दैनौँ र मैले भनेको थिएँ बयान दिन्न। मैले बयान दिइनँ, तर आयोगले बयान दियो भन्ने छाप्यो। म त्यसको धेरै लफडामा जान चाहन्छु। आयोगले मलाई प्रश्नपत्र पठाएको थियो। त्यो प्रश्नपत्र मैले बुझ्न पनि मानिनँ, बुझ्दा पनि बुझिनँ। म बुझ्दिनँ, यस आयोगलाई मान्यता दिन्न, यो आयोगमा मेरो स्वीकृति छैन, मान्यता दिन्न भनेर मैले पठाइदिएँ। किन बयान दिन्न त्यो कुरा पनि मैले बताइदिएको थिएँ। त्यो कुरा नगरेर उनीहरूले बयान दियो भन्ने बनाएर छापे। त्यो आफ्नो इज्जतका लागि गरेको होला, त्यसमा मेरो केही भन्नु छैन। मैले बयान दिइनँ। अहिले फेरि एउटा के बनाएको छ, त्यो छानबिन समिति के अरे, सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी के बनाएको छ क्या। त्यो आयोग कि समिति के हो? त्यो कुनै संवैधानिक आयोग समिति केही पनि होइन। ज्ञानेन्द्र शाहले माघ 19 गतेको कुभन्दा पछि जसरी विरोधीलाई फसाउनका लागि सो कल्ड आयोग बनाएका थिए, संवैधानिक निकायहरू छँदैछन्, कानुनी निकायहरू छँदैछन्, राज्यका स्थायी निकायहरू छँदैछन्। हुँदै नयाँलाई छानबिन नगर्ने, सेनालाई छानबिन नगर्ने, खोइ कसलाई छानबिन नगर्ने, केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुराना पार्टीका मान्छेहरू जसलाई पर्छ तिनीहरू जसलाई चाहिन्छ त्यसलाई फसाउनका लागि यो आयोग बनाएको हो। फेरि पनि म भन्न चाहन्छु, यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ। अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्न। त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन्न, जे गर्न सक्छ गरोस्। यो राज्य होइन, यो पूर्वाग्रहको पोको हो, प्रतिशोधको पोको हो, देशद्रोही क्रियाकलाप गर्ने एउटा प्रायोजित भवितव्यले बनेको चिज हो। यसले विपक्षीलाई फसाउनका लागि यस्ता क्रियाकलाप गरेको छ। त्यो कुराहरू स्वीकार्य हुन सक्दैन। त्यसर्थ यस्ता क्रियाकलापमा राज्य नजाओस्, संवैधानिक बाटो, संवैधानिक तरिकामा फर्कियोस्, प्रतिशोधमा होइन। कसैको अचाक्ली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्। आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले? सम्पत्ति विवरण फेरि चाहियो। आगो लगाएर पुगेन सम्पत्ति विवरण, खरानी छ उठाएर लैजा सरकार। के को सम्पत्ति विवरण?